guys, welcome to my video. My phone is out for another video. Welcome तपाईं सबैजनालाई नमस्कार. अहिले चाहिँ हामी वकिङ निस्केको. बिहानै वक गर्न निस्किन पाएन किनभने बिहान चाहिँ घरमा कामले बिजी भयो अनि दिनभरि फेरि कामले पनि बिजी भयो. त्यही भएर अहिले चाहिँ आज चाहिँ हामी बेलुका साँझ पख निस्केको वकिङ गर्नु. अहिले चाहिँ 5 बजेको छ नेपालमा अनि साँझ वक गर्न निस्किँदा नि शीतल हुन्छ. अनि तपाईँ सबैजनालाई स्वागत छ. हजुरहरूले भिडियो हेर्दै हुनुहुन्छ मेरो कमेन्टमा नबिर्सिनु लाइक गर्नुहोस् है. अनि म हजुरहरूलाई नेपालमा हुन्जेल यस्तै भिडियोहरू सेयर गर्छु. म वक गर्न जाँदाखेरि वरिपरिको भिडियोहरू देखाउने होइन. हजुरहरूलाई नि मनपर्छ नि त. कतिपय त नेपालको यताउता बाटो घरहरू कस्तो भयो होला जस्तो लाग्छ होला होइन. अनि त्यही भएर तपाईँहरूलाई नि हेर्न रमाइलो हुन्छ नि त होइन. अनि त्यही भएर मैले यस्तो भिडियो बनाएर लगाउँछु. अहिले घाम अस्ताएको छ. बादल चाहिँ के अरे आकाश चाहिँ डुम्म भएको छ. त्यही भएर लाइटिङ कस्तो राम्रो आएको कि है. यहाँनिर कति राम्रो कुर्ता सुरुवालको पसल छ हेर्नु न. कस्तो राम्रो कुर्ता सुरुवाल पाउँछ कि त्यहाँ प्रेनाज रे. अनि यहाँ वरिपरि के यस्तो खाने पसलहरू, लुगाको पसलहरू, माछा राख्नेको पसल अनि ब्युटिसियनको पसल, तरकारी पसलहरू टन्नै छ कि यहाँ वरिपरि. सब एकसा एक यहाँ पसल छ कि टाढा गएर किन्नु जानु पर्दैन. केही चाहियो भने घरबाट फुत्त निस्क्यो अनि किन्यो, लयो, पकायो, खायो, आनन्द के. अब तरकारीहरू पनि यतिकै हुन्छ कि. तरकारी चाहिँ हेर्नु न यहाँनिर तरकारी यस्तै हो यहाँ त. यहाँ त युकेको जस्तो सुपर मार्केट गयो ल्यायो त्यस्तो होइन कि. यहाँ चाहिँ यस्तै हुन्छ घरबाट. किनभने हाम्रो घर मेन रोडमा छ नि त. त्यही भएर घरबाट तल झऱ्यो अनि किनेर लग्यो, पकायो, खायो है. अनि सुपर मार्केटमा गएर धेरै किनेर ल्याएर थुपार्नु पर्ने भन्ने त्यस्तो हुँदैन कि. घरको छेउमै पसल टन्नै हुन्छ. के चाहियो तल झऱ्यो, किन्यो, लयो, पकायो, खायो, फेरि त्यस्तो के कस्तो सजिलो हुन्छ कि. यहाँ चाहिँ एउटा पर बिग मार्ट पनि छ. हामीले सामानहरू बिग मार्टमा गएर नि ल्याउन सकिन्छ होइन. मेरो बुढा नि यहाँ हुनुहुन्छ. हेलो हेलो मात्र हालिदिएर बोल्नु न. पेट पनि प्याट्ट गरेर. पानी पर्ला जस्तो छ. आज त हामी इभिनिङमा वक हिँडेको होइन. इभिनिङ वक अलिकति काम थियो. दिनभरि काम थियो कि. अनि त्यही भएर दिउँसो र बिहान चाहिँ घरमै बिजी भयो. यतिखेर वकिङ निस्केको. पानी पो पर्ला छ त. अब छिटो जाने. अनि आज बेलुका हामी चाहिँ मैले दिनभरि लगाएर सुकुटीको अचार बनाएको छु. अस्ति सुकुटी बनाउनु भएको थियो नि त बुढाले माथि छतमा होइन बुढा. अनि त्यो सुकुटीलाई सबै मसिनरी काटेर मैले अचार बनाइरहेको छु कि. अनि आज चाहिँ त्यो अचारसँग पुरी खाने भनेर पुरी पनि लिन जानु लाग्यो कि. त्यहाँ माथि सासूले राम्रो पुरी बनाउँछ त्यहाँ माथि पसलमा भन्नुभएको थियो. अनि त्यही भएर हामी वक पनि गर्ने त्यहीबाट पुरी पनि ल्याउने भनेर निस्केको कि होइन. अनि यो टाउन प्लानिङमा हिँड्दैछौँ. टाउन प्लानिङको 2 चक्कर गर्छौँ हामी है. हेर न वरिपरि घरहरू यस्तो छ. टाउन प्लानिङ है यस्तो छ होइन. रमाइलो छ नेपालमा. अहिले बर्खाको बेला भए पनि घाम लागेर न्यानो हुन्छ. गर्मी त अति गर्मी हुन्छ. हाई ह्युमिडिटी च्याप हुन्छ. दिनमा चाहिँ 2 चोटि नुहाउनु पर्ने हुन्छ. तर रमाइलो छ. बर्खाको बेलामा आयो भने चाहिँ पानी परेको गरेर यो रुख बिरुवाहरू पनि राम्रो हरियो परियो देखिने, धुलो नभएको होइन राम्रो देखिने रहेछ. अनि आजभोलि हिँड्दा पनि आनन्द छ. सो अहिले म मेरो भिडियो यहाँ बन्द गर्छु है. तपाईँलाई अलि माथि गएर फेरि वेलकम गर्छु. यहाँनिर प्लान्ट नर्सरी छ कि. अनि हाम्रो टाउन प्लानिङमा छ. सासूले अस्ति नै फिडेलिफिक प्लान्ट मन पऱ्यो भन्दै हुनुहुन्थ्यो. एकचोटि हेर्नु पर्थ्यो कति भन्दो रहेछ. बन्द रहेछ के हो. बन्द रहेछ है. यहाँनिर हाउस प्लान्टहरू पाउँछ कि. फिडेलिफिक प्लान्ट मन पऱ्यो भन्दै हुनुहुन्थ्यो सासूले. अस्ति नै हेर्न आउँदै यहाँभित्र थुप्रै छ कि. लिनु पऱ्यो भनेको त बन्द भएछ. नेक्स्ट टाइम आउनु पर्ला. त्यो प्लान्ट हेर्न. यो फिडेलिफिक प्लान्टलाई चाहिँ उयो के त्यस्तो माटोले बाँधेर राखेको उसको कटिङहरू निकाल्नुको लागि है. म क्लोजमा देखाउँछु है.
बन्द रहेछ नेक्स्ट टाइम आउनु पर्ला है बन्द रहेछ पुरा बाजेले भुइँ सफा गर्दैछ नेपालमा चाहिँ यो स्ट्रिट डगहरू चाहिँ टन्नै हुन्छ बाटोभरि टोक्छ पनि मेरो कान्छी छोरीलाई लास्ट टाइम उसको बाबासँग बाइकमा हिँड्दाखेरि टोकेको छ होइन त यो स्ट्रिट डग हो कति धेरै उयो दुइटा त होइन रहेछ यो त हो है यो चाहिँ भुसिया हो कति राम्रो हेर्नु यो कति राम्रो है पुरा यो यस्तो ल कति राम्रो झन् फुल्यो भने कति राम्रो देख्थ्यो होला अलिअलि पानी पनि पर्दैछ साँझ साँझ पख हिँड्दा चाहिँ शीतल हुन्छ कि बेलुका बेलुका पख जहिले पनि पानी पर्छ यहाँ त जहिले पनि साँझ साँझ पानी पर्छ अनि टाइम प्लानिङमा चाहिँ बिचमा बाटो हुन्छ अनि छेउछेउमा चाहिँ घर हुन्छ कि वहीँसम्म सट्टै सट्टै घर हुन्छ एउटा खाली नगरिकन घर हुन्छ कि बिचमा हिँड्ने वरिपरि घरको डिजाइनहरू हेर्ने होइन अनि नेपालमा चाहिँ कस्तो हुन्छ भने एउटै किसिमको घर नहुने अनि एउटै किसिमको कलर नहुने कि युकेमा जस्तो युकेमा चाहिँ एउटा लाइनमा एउटै किसिमको घर अनि एउटै किसिमको कलर हुन्छ कि होइन यहाँ चाहिँ त्यस्तो नहुने कि मन परी कलर चलाउने मन परी डिजाइनमा बनाउने होइन त्यस्तो गर्ने कि उहाँ त गभर्मेन्टले यो एरियामा यस्तो घर भनेपछि त सब ठ्याक्कै त्यो घरमा त रेडी हुन्छ नि त यहाँ चाहिँ त्यस्तो छैन कि यहाँ चाहिँ च्याउ उम्रे जस्तै आफ्नै स्टाइलले बनाउने अनि आफ्नै स्टाइलले कलर लगाउने अनि त्यस्तो कि है यस्तै देख्न सक्नुहुन्छ कोही घर ठुलो छ कोही घर सानो छ होइन यो कस्तो बाटो छ हेर्नु न हामी त यहाँ खुट्टाले हिँडेर चप्प चप्प सबै थाहा छ कता यता बाटो निस्किने यतातिर छ कि रोटी पकाउनु पर्छ बाटो यहाँ चोकमा आइपुग्यो हामी यो चोक चाहिँ यति क्राउडेड हुन्छ यो ठाउँ यति क्राउडेड हुन्छ भनेर साध्यै छैन पानी पनि ठुलो पऱ्यो हामी चाहिँ टाउन प्लानिङ एक चक्कर हिँडेर यहाँ चोकमा आएको कि यो चोकमा यति बिजी हुन्छ यो चोक हेर्नु त यति बिजी हुन्छ पानी पऱ्यो भाइको पानी पऱ्यो यतातिर यो चाहिँ तल सामकुसीको बाटो हिँड्दै आएपछि यो चाहिँ रिङ रोड हो क्या ठ्याक्क यताबाट माथि गयो भने महाराजगञ्ज उता गयो भने बालाजु अनि सिधा माथि गर्ने गणेशस्थान जाने हो कि यो चोक होइन त्यहाँनिर है हुन्छ है यस्तो बिजी हुन्छ यो जहिले अब महाराजगञ्जदेखि माथितिर त बाटो बनाइसकेछ अब यतातिर चाहिँ बनाएको छैन कि अब महाराजगञ्जदेखि तल यहाँदेखि माथि कलङ्कीसम्म चाहिँ कलङ्की होइन कलङ्की स्वयम्भूदेखि अलि उता कलङ्कीसम्म चाहिँ बाटो बनाएको छैन कि त्यो भएर यस्तो बिजी हुन्छ यहाँ आम्माम यहाँ बिचमा पहिला यो सानो सानो बनाउँदैछ त्यसपछि बिस्तारै बिस्तारै बाटो बनाउनु लाग्छ कि यहाँनिर यो चाहिँ सेकेन्ड फेज हो यो रिङ रोड बनाउने यो सेकेन्ड फेज हो उता सातो बाटोतिर अनि महाराजगञ्जतिर यता कलङ्कीतिर उत्तरपट्टि साइडको बनाइसक्यो यता साइड चाहिँ मिठो मिठो यहाँ केक पनि रहेछ यहाँ बस्नु पऱ्यो मेरो बरु त्यहाँ रोटी पुरी अर्डर गर्न लाउनु भएको छ कि आज हामीले पुरी खाने भनेर 15 रुपियाँ रहेछ पुरी एउटालाई कतिको बाक्लो हुँदो रहेछ कतिको बाक्लो हुन्छ पुरी तपाईँको हजुर बाक्लै हुन्छ एकजनालाई दुईवटा अचारसँग खानालाई एउटा भइपुग्छ एकजनालाई पुरी ए 2 पिस हुन्छ ल 1 2 3 4 5 6वटा लानुपर्छ त्यसो भए यहाँ चाहिँ कस्तो मिठो मिठो पाउँछ कि हामी यहाँ आउँदै चिया खान्छौँ मिठाईहरू पनि खान्छौँ
चाहिँ पुरी लैजानु यो चोक चाहिँ मिठाई पुरी समोसा जे पनि पाउँछ कि हामी यहाँ आएर खाइरहन्छौँ कि है। अनि हेर्नु न आज चाहिँ हामी पुरी लिन आएको यो दोकानमा। लिएर आयो ब्याक टु होम। एकछिन वकिङ पनि भयो मजाले नि त। नेपालमा कस्तो गर्मी छ हेर्दा यहाँ यस्तो चिल्लो हुन्छ क्या पसिना च्याप च्याप हुन्छ। माथि गएर पुगानु कहाँ यहीँ पुगानु पऱ्यो त नि। हामी चाहिँ माथि टपमा हो कि फर्स्ट फ्लोर र सेकेन्ड फ्लोर मान्छे छ त्योभन्दा माथि हामी हो कि माथि जानुपर्छ। हाम्रो कुकुरहरू कति हल्ला गर्छ। चापी चापी छ मसँग काली यसको नाम काली हो। ल भोक त कता गयो रिकी रिकी यहाँ छ पिसा फेरि रहेछ। माथि जा भनेर पुरुक्क जान्छ यो ज्ञानी छ। अघि हामीले लिएर आएको यो हो कि पुरी अनि मालपुवा समोसा समोसाको अचार अनि यो सुकुटीको अचार चाहिँ मैले दिउँसो आफूले घरमा बनाएको। ल हामी खायो ल। चियर्स थ्याङ्क यू बाई।